हेलो साथीहरू, स्वागत छ मेरो ब्लगमा। आयो सबैजना सन्चै नै हुनुहुन्छ होला, हेरिसक्नुहुन्छ। यो चाहिँ मेरो एनिभर्सरीको दिनको भिडियो हिजोको। आज चाहिँ मैले यसमा चाहिँ भोइस ओभर गर्दैछु साथीहरू। यो हिजो चाहिँ 29 तारिकको भिडियो, आज चाहिँ 30 तारिक भयो। आज चाहिँ हामीहरू नेपाल जाने ठाउँमा आएको छु म। यहाँ नेपालीको बस अड्डामा आएको छु अनि त्यही चाहिँ साइडमा आएर थोडा स्लो धीरे धीरे बोलेर चाहिँ मैले भोइस ओभर गर्दैछु साथीहरू। हजुरलाई चाहिँ मेरो आवाज सुन्ने हो कि थाहा छैन। अनि एउटा केक चाहिँ हामीले लिएर आएको थियो। एउटा केक चाहिँ मेरो जेठाजुका दोस्तले चाहिँ लिएर आएको थियो अनि दिदीबाट केक भइहाल्यो। अब अर्को साल चाहिँ बिछुडिने हो। यो साल चाहिँ बुढाबुढी राम्ररी मनाऊ एनिभर्सरी अनि केक सेक काटौँ। अर्को साल त बुढा इन्डियामा बुढी चाहिँ नेपालमा हुन्छ भनेर चाहिँ भयो। रमाइलो गरेर एकदम राम्रो भयो एनिभर्सरी चाहिँ। 8 वर्ष पनि कसरी बिते साथमा थाहै भएन। राम्रो बुढा भएर राम्रो घर जानाहरू भएर के हरेक चिजको केही थाहा नभएर के दुःख भन्ने के हो यता त भन्ने के हो भन्ने चाहिँ थाहै नलागेर चाहिँ 8 वर्ष चाहिँ बिते। अनि यसरी नै हर साल बितौँ। अनि मेरो बुढाले ल्याइदिएको गिफ्ट चाहिँ म खोल्दैछु, हजुरले चाहिँ हेरिसक्नुहुन्छ। मेरो बुढाले चाहिँ के ल्याएर दिनुभयो भनेर यति मलाई फर्स्ट टाइम के धेरै राम्रो लाग्यो मलाई यो गिफ्ट चाहिँ। तर यो गिफ्ट चाहिँ टुटिसकेको साथीहरू। यो भिडियो रिकर्ड गर्नमा चाहिँ राति चाहिँ मेरो जेठाजुले हेर्छु भन्नुभयो। अनि यो मेरो जेठाजुले र मेरो बुढाले चाहिँ मलाई मात्रै एनिभर्सरी दुईटाको, तर मलाई मात्रै फोन ल्याएर दिनुभयो भिभो। किन भन्नाले मैले ब्लगर हुँ नि त, ब्लग बनाउँछु भनेर, क्यामेरा राम्रो हुन्छ यसको भनेर चाहिँ उहाँहरूले चाहिँ मलाई फोन गिफ्ट दिनुभयो। आज चाहिँ म धेरै धेरै खुसी छु साथीहरू। यस्ता परिवार छन् कसँग भन्नु त। मेरो जेठाजुले र मेरो बुढाले चाहिँ सबभन्दा राम्रो मलाई के गिफ्ट दिनुभयो। यति खुसी लाग्यो नि। किन भन्नाले मेरो फोनको क्यामेरा चाहिँ यति खास थिएन कि। मेरो फोन पनि राम्रै थियो, पर दुईचोटि चाहिँ टुटेर डिस्प्ले हालेको थियो। अनि त्यसरी चाहिँ राम्रो फोन ल्याइदिनु भयो। त्यसैले चाहिँ म धेरै धेरै खुसी भएँ। अब नेपाल जानुलाई यति राम्रो राम्रो गिफ्ट पाए त को खुसी हुन्न होला ल भन्नु त। म पनि खुसी भएँ। अनि यो चाहिँ मेरो जेठाजुको साथीले चाहिँ गिफ्ट लिएर आएछ है। यो गिफ्टको भित्र के छ है मलाई चाहिँ थाहा छैन है ल, हजुर चाहिँ हेर्नु होला आफै है। आज चाहिँ मलाई 3-3वटा गिफ्ट मिल्यो। तीनै नै मलाई सबभन्दा बेस्टै नै लाग्यो। एउटा गिफ्ट पनि खराब लागेन। अनि सबै गिफ्टहरू बोकेर चाहिँ म नेपालतिर लाग्दैछु। एउटा गिफ्ट पनि यहाँ छोड्न लागेको छैन। किन भन्नाले हेरिसक्नुहुन्छ। अब यसमा चाहिँ के छ भनेर धेरै खुसी भइरहेको चाहिँ हेरेको छैन। त्यही पनि के छ के होला भनेर चाहिँ हेर्दैछु। हेर्नु त कति राम्रो शिवजीको भएको के एकदम घडी भएको भए कति सोधार छ नि शिवजीको मूर्ति। अनि जेठाजुले चाहिँ यसलाई यहीँ छोडेर जाऊ, यहीँ लगाऊ भन्नुहुन्थ्यो। मैले नाइ म नेपाल गएको छु, नेपालमा लगेर जान्छु। अनि मलाई गिफ्ट मिलेको म नेपाल लगेर जान्छु भनेर चाहिँ मैले चाहिँ प्याक गरिसकेँ। अनि हामीले चाहिँ चिकन 65 र अनि फ्राइड राइस बनाएको थियौँ। घरमा मान्छेहरू आउनुभयो भनेर अब के बनाउने के त्यही राम्रो लाग्छ आजभोलि त। अनि सबैजना खाँदै हुनुहुन्छ, हजुरले हेरिसक्नुहुन्छ। अनि रातिको 12:30 बजे के छोरालाई केही पनि खाँदैन, मम्मी म्यागी खान्छु भन्यो। हेर्नु न, केक सेक काट्नको बाद सबैजना जानुभयो। रातिको 12:30 बजे छोराले म्यागी खान्छु भने छोरालाई म्यागी बनाएर दिएँ। अनि जहाँ गए पनि मेरो हल्का फुल्का भिडियो त चालु भइहाल्छ। अनि मैले चाहिँ हल्का आफूलाई देखाएर चाहिँ मट्किराखेको छु। त्यसपछि चाहिँ मैले पनि खाना थालेँ। सबैजना खाएर जानुभयो। भोक पनि लागिरहेको थियो। मैले खाना खान्जेलसम्म त 1 बजिसकेको थियो साथी। अनि मेरो बुढाको चटक हेर्नु न कस्तो भिडियो बनाइदिनु भयो। आजको लागि यति नै, बाई साथीहरू।